ल अब हामी चाहिँ बाख्रो माने भन्ज्याङ माने डाँडा भन्छ बोर्डरमा हामी जाँदैछौँ। परसम्म चाहिँ यो टेम्पोमा जान्छौँ। हाम्रो ड्राइभर दाइ यहाँ हुनुहुन्छ। अहिले बिहानको 7 बजिसक्यो। ल राज दाइ ल राज दाइ हामी कुन ठाउँ जाँदैछौँ? हामी बाख्रो डाँडा हो भाइ। प्रभुलाई बाख्रो भाइ ल पदयात्रा प्रभुले जाँदैका थियौँ प्रभु हामीलाई हिँड्दै हुनुहुन्छ पदयात्रा प्रभुसँगै त्यही हिँड्नुभयो भने 40 दिन प्रभु 40 रातै हिँड्नुभयो भने टाढाको प्रार्थनाहरूमा हिँड्नुभयो तपाईँले अनि एक्सट्रिम कतिवटा? 6वटा अनि स्याउ स्याउ 1 केजी, आलु 1.5 केजी, अनि त्यहाँदेखि डोनटहरू छ होइन, केकहरू छ, अनि के छ बोर्डर त्यहाँदेखि पाको काँडा भन्छ। एकदम सुन्दर नगरी धरानलाई एकदम रमाइलो दृश्यमा परमेश्वरको खोजी गर्नको निम्ति प्रभु परमेश्वरको अद्भुत कार्यहरू के हुन् त ती खोजी गर्नको निम्ति चाहिँ विशेष गरी हामी हिँडिरहेको छौँ। आज प्रभु परमेश्वरले मलाई थाहा छ दिन पनि असल बनाउनुहुन्छ। आजको यो गलत हो रविनलाई म गाएर सुनाइदिइहाल्छु अहिले नै त्यो म यस्तो गाउँछु के गाउँछु भने यसको वचनमा सुरुलुमै डुबेमा यो नयाँ भजन त म गाएको होइन तिनटाकोलाई मिक्स गर्दै ल दाइ ओके ल राम्रोसँग पदयात्रा हुन्छ ल दाइ। राज दाइ लागिहाल्नु पो ल ल राज दाइ ल पुलमा खै म त थाहै छैन दाइ यसको त ठुलो छ है। ल हामी जाँदैछौँ। यो सर्दीको पुल हो दाइ। जोरसौकाको पुलमा आइपुग्यो। पुलमा आइपुग्यो। भिरको बाटो अप्ठ्यारो छ, उकालो छ। हालेलुया। यो चाहिँ धरान देखिँदैछ। उता पुरै भिड छ। ल माथि डाँडामा आइपुगिसक्यो। के डाँडा हो यो? हामी आपटारमा आइपुगिसक्यो। अनि तपाईँ यहाँ चाहिँ देख्नुहुन्छ धरान सहर। अलिकति जुम चाहिँ मेरो राम्रो छैन, मोबाइल पनि राम्रो अलि छैन, त्यही भएर हो। है धरान बजार। राजा यस्तो दौडिनुहुन्छ, दौडेको दौडे।
सप्तबाचालाई भेट्ने कोसिस गर्छु है। ल हाम्रो सप्त अङ्कलसँग भेट भयो। परमेश्वरलाई बल दिने बेलामा चाहिँ जय मसी अङ्कल। परमेश्वरलाई दिने बल चाहिँ सकिसकेको छैन। सकिसकेको भए कहाँ यहाँसम्म हिँडेर आउनु सक्नुहुन्छ? पनि फर्किहाल्नुहुन्थ्यो। म त खाइसकेर लागेको त्यो थाहा भएन कि चिप हो त्यहीँनिर हो। सुली लाग्यो नि त, त्यसलाई त सुली झुन्ड्याएर मारेको नि त। त्यो राजालाई त त्यो डाँडामा लगेको त, कुन चाहिँ डाँडामा हो? त्यही डाँडामा भरे निस्केर जानुहोस् न, त्यहाँ पनि हेरेर। तर अहिले चाहिँ यो छानो पनि लगाइदिएको छ। छानो होइन, यस्तो ढुङ्गाको कि सिमेन्टले वाल उठाइदिएर गाह्रो लगाइदिएर यस्तो सार्थिने यो गरिहाल्यो। यो पार्को गरेपछि पूर्वबाट चाहिँ गर्नुपर्ने जस्तो जस्तै राख्दा हुन्छ। बनावटी जस्तो पो भइगयो त नि अहिले। अनि पहिले उहिलेकै त्यहाँ चाहिँ रहेछ। ढुङ्गाहरू नै त्यहाँ जाने प्रभु परमेश्वर अपार हुनुहुन्छ। हामीलाई हात तातै थाम्दै माथि लाँदै हुनुहुन्छ। आश्चर्यको कामहरू छ। धन्यवाद। हालेलुया। पानी मै बोकिहाल्छु डाङडुङ। अनि गरौँ चिज यता दिन, गरौँ चिज अरू दिन, अरू दिन। त्यो दही कतिको गरौँ छ? दही 1 किलो। दही 1 किलो। ल 1 किलो दही पनि मैले नै बोकेँ। अनि यात्रा हाम्रो बाँकी नै छ। चिन्ने त चिने कि हालेलुया। आराधना, स्तुति, प्रशंसा र प्रार्थनाको निम्ति हामी बागकोट डाँडामा आइपुग्यौँ। फुले उचाल्दै हुनुहुन्छ, बलियो बनाउँदै हुनुहुन्छ। हालेलुया। ल हाम्रो यात्रा हुँदैछ। यस यो माने कुन डाँडा? माने भन्ने यो पत्र छ। अँ हामी जाने भनेको माथि कालो, माथि देखेको कालो डाँडा हो। ल अब हामी त्यता जाँदैछौँ। आइपुग्न आँट्यो अब। सारा सृष्टिको रक्षा तपाईलाई हाम्रो हृदय समेतले आदरणा सदैव तपाईकै गुणगान। हालेलुया। हामी आँट्यौँ प्रभु। हालेलुया। हालेलुया। न शक्तिले न त बलले प्रभु आत्माले यो पहाड हटि जानेछ, यो पहाड हटि जानेछ। प्रभु भन्छन् मेरो आत्माले, प्रभु भन्छन् मेरो आत्माले। हालेलुया। प्रभु भन्छन् न शक्तिले प्रभु भन्छन् मेरो आत्माले, प्रभु भन्छन् मेरो आत्माले। कर्ण सिंह राई, विजयपुरको कर्ण सिंह राई राजा, चन्द्रको राजालाई चाहिँ सुली चढाउने डाँडा चाहिँ यो सुलीकोट भन्छ यसलाई। यो सिँढी, त्यहाँ सिँढी हेर्नुहोस्।
यो सिँढीबाट चढेर माथि डाँडामा पुग्दाखेरि त्यो सुलीकोट यो हाम्रो धरान विजयपुर डाँडामा त्यहाँनिर चाहिँ कर्णसिंह राई पहिला राज्य गर्नुहुन्थ्यो। उहाँलाई चाहिँ पृथ्वीनारायण शाह उसलाई चाहिँ उहाँ पक्रेर ल्याएर यहाँनिर सुली चढाएको बलि गरेको सुली चढाएको ठाउँ जाने ठाउँ चाहिँ यहाँबाट छ, सिधै यहाँ माथि छ। यहाँबाट भर्याङ गऱ्यो भने देखिन्छ माथि, अलिकति 2-3 मिनट छ माथि। विश्वास गर्ने सबैको निमित्त संसार हुनेछ त्यहाँ हाम्रो परम प्रेमी पितालाई। नयाँ संसार र स्वर्ग हुनेछ विश्वास गर्ने सबैको निमित्त। हामी चाहिँ आइसकेको छौँ यो डाँडामा। सुलीकोट डाँडा, यो सुलीकोट डाँडा भन्दा अझ मजाले माथिल्लो सुलीकोट डाँडा भन्दो रहेछ। एकदमै राम्रो छ, टपमा छ, एकदम राम्रो बलिरहेको छ। राजदाई वचन पढ्दै हुनुहुन्छ। सारा सृष्टिको मालिक तपाईलाई, सारा सृष्टिको राजा तपाईलाई, हृदय समेट्ने आदर करा सदैव तपाईको गुणगान। सारा सृष्टिको ल हामी चिन्डेको भ्युटाहरूमा आइपुगेको छौँ। सारा सृष्टिको रक्षा तपाईलाई, हाम्रो हृदय समेट्ने आदर करा सदैव जम्मा तपाईको